हेलो नमस्ते, म काजल फेरि आज अर्को केक लिएर आएको छु। एकदम सिम्पलमा राम्रो छ, हेर्नुहोला हजुरलाई कस्तो लाग्छ। मैले यो 1 पाउन्डको केकलाई यसको हल्का साइड काटेर हाइट बनाएर अनि यसलाई चाहिँ फिनिसिङ गर्ने छु। पिङ्क कलरमा छ। हजुरले मेरो भिडियो चाहिँ लास्टसम्म हेर्नुहोला। हजुरलाई के कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला। अनि मेरो उसलाई युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नुहोला। अनि हेर्नु, मैले यो केक साइडबाट काटेर यसमा माथिपट्टि राखेपछि यसलाई मैले हाइटी गराउँछु। हाइटी गराएर अनि पिङ्क कभर गर्नु छ है। यसमा चाहिँ पिङ्क कभर गरेर बल्स प्लस बटरफ्लाई एड गर्ने हो। हजुरलाई कस्तो लाग्छ भन्नु होला नि। फेरि हेर्नु, हल्का व्हाइट क्रिमले कभर गर्छु, किनभने धेरै कलर मात्र भयो भने पनि मिठो हुन्न नि त केक। त्यही भएर हल्का पहिला व्हाइट गर्ने अनि कलर युज गर्दा पनि मैले फ्लेभर प्लस युज गरेर कलर युज गर्दैछु। हेर्नु, स्ट्रबेरी फ्लेभर र पिङ्क कलर युज गरेर बनाउँदैछु। हेर्नु, अब मैले पिङ्क कलरले फिनिसिङ गर्न लागेँ। हेर्नु है, राम्रो हुँदैछ। हल्का म्युजिक सुन्दै काम गर्दै गर्न मजा आउँछ क्या, त्यही भएर म्युजिक पनि सुनेको है। पिङ्क कलरले कभर गर्दैछु। एकदम धेरै मन पराउनु भएको थियो यो केक चाहिँ। यो कस्टमरले चाहिँ दामी भयो थियो भन्नुभएको थियो। हेर्दै गर्नु हजुरलाई नि कस्तो लाग्छ। मैले यसलाई फिनिसिङ गरेँ। अब यसमा हामीले येल्लो अनि डार्क पिङ्क कलरको उस लाइनिङ जस्तो दिन्छ। हेर्नु है, हेर्दै जानु। हेर्नु, लाइनिङ छ नि, पिङ्क भयो अनि फेरि येल्लो, दुईटाको लाइनिङ गरिदिन्छौँ। त्यसरी पुरै लाइनिङ केकको वरिपरि वालमा गर्छौँ अनि यसरी राम्ररी फिनिसिङ आउँछ। दामी देखिँदैछ, हेर्दै जानु है। यो पुरै केकको वरिपरि लगाएर मैले अब यो भ्याइसकेँ। अब मैले यसमा बलहरू एड गर्छु। गोल्डन अनि सिल्भर, पिङ्क हट सबै मिक्स गरेर राखिदिनु भन्नुभएको थियो कस्टमरले। हामीले त्यही अनुसार बनाउँदैछौँ है। सिल्भर बल राखेँ, फेरि गोल्डन बल अनि फेरि सिल्भर अनि फेरि हेर्दै जानु गोल्डन। बलहरू एड भइसक्यो। अब तल बेसमा पनि बल राख्छौँ। त्योभन्दा पहिला बटरफ्लाई राख्छौँ। बटरफ्लाई एड भयो, एउटा दुईटा त्यसपछि तल बेसमा पनि हामीले बल एड गर्छौँ। केक राम्रो हुँदैछ, हेर्दै जानु। बलहरू चाहिँ मिक्स कलरमा गरेछौँ है। त्यस्तै डिमान्ड थियो कस्टमरको, त्यही अनुसार हामीले पनि मिक्स कलरमा बलहरू एड गर्छौँ। अनि यसमा हामीले बलहरू पनि एड गर्छौँ, गोल्डन, सिल्भर अनि त्यसपछि व्हाइट। हजुरलाई कस्तो लाग्यो भन्नुहोला। वाउ, मेरो केक रेडी भयो। मेरो भिडियो लास्टसम्म हेरिदिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद।